अमेरिकामा अरू कुरा त्यस्तै हो, छुट्टीको बेलामा घाँस चाहिँ दरै काट्नुपर्छ। आज मेरो छुट्टी छ, घाम पनि मस्त लागिरहेको छ अनि म यहाँ घाँस काट्न रेडी भइरहेको छु। यसलाई यहाँ समातेर तपाईहरुले सोच्नु भयो होला किन 1300 काटिरहेको छ भनेर। सो 1300 काट्नुपर्ने कारण चाहिँ उकालो छ अलिकति, यहाँनिर यस्तो उकालो छ, 1300 काट्दा चाहिँ सजिलो हुन्छ। यस्तै छ गाइज, अमेरिकामा सजिलो छैन। यो एरियामा नि मैले काटिसकेँ, यतापट्टि काटिसकेको छु। यहाँ चाहिँ पदिना, यहाँ मैले घर किन्ने बित्तिकै यो चाहिँ दह्रो छरिदिएको थिएँ, किनभने यसले चाहिँ यसको बास्ना मलाई कस्तो मनपर्छ होइन। अनि यसको अचार चटनी खान पनि मिठो हुन्छ। सो मैले आउने बित्तिकै यो छरेको, हिउँमा चाहिँ हराउँछ, फेरि हिउँ रोकिने बित्तिकै आइहाल्छ। सो गाइज फेरि भेटौँला। अमेरिकामा छुट्टी भयो भने त्यस्तै घाँस काट्यो बस्यो, अरू केही नै गर्नु छ र होइन। सो गाइज भेट्दै गरौँला। यो पदिनाको अचार खान नबिर्सिनुहोस्। यदि तपाईँ यहीँ मेरो घर छेउछाउमा बस्नुहुन्छ भने मेरो बारीमा आएर किनेर होइन टिपेर खान सक्नुहुन्छ, लान पनि सक्नुहुन्छ। मैले दह्रो फलाइदिएको छु। ओके गाइज, बाई बाई।